यदि तपाई पोखरामा घर बनाउने सोचमा हुनुहुन्छ भने यो भिडियोलाई पुरा हेर्नु होला, किनभने हामी तपाईलाई पोखरामा घर बनाउँदा ध्यान दिनुपर्ने कुरा र कसरी आफूले खोजे जस्तै डिजाइन र बजेटमा घर बनाउने भन्ने बारेमा कुरा गर्नेछौं। नमस्ते, म प्रकाश महतो र विगत 8 वर्षदेखि मैले पोखरा भ्यालीभरि 200 भन्दा बढी घरहरूको निर्माण गरिसकेको छु। हामीले बनाएको घरहरूको जानकारीका लागि यो वेबसाइटको तल हेर्न सक्नुहुन्छ। घर बनाउँदा थुप्रै डिजाइनमा बनाउन सकिन्छ। जस्तै यो 3 आनामा बनेको मोडर्न न्यू क्लासिकल घर हामीले 90 लाखको लागतमा पोखरामा बनाएका थियौं। यो डिजाइनको कुरा गर्दा यसलाई बक्स डिजाइन भनिन्छ। यो 4 आनामा बनेको 2.5 तलाको घर हामीले 1 करोडको लागतमा बनाएको थियौं। कस्तो डिजाइन, कतिवटा कोठा र अरू कुराहरू थाहा पाउन एउटा दक्ष इन्जिनियरको परामर्श लिनु अत्यन्त जरुरी हुन्छ। त्यसैले हामी तपाईलाई फ्री साइट भिजिट र फ्री कन्सल्टेसन दिन्छौं, जसमा तपाईको रिक्वायरमेन्ट बुझेर तपाईले खोजे जस्तै डिजाइन, 3D लेआउट र नगरपालिकासम्म पास गर्ने सबै प्रोसेस हामीले ह्यान्डल गर्नेछौं। अब नक्सा पास भएपछि तपाईको कन्स्ट्रक्सनमा कति खर्च लाग्छ त? कुनै ठेकदारले 3000 स्क्वायर फिटमा बनाउँछु भन्छ, कुनै ठेकदारले 3500 स्क्वायर फिटमा। हार्डवेयरमा सिमेन्ट र रड जस्ता सामान सबैलाई एउटै रेटले दिए नि सबैले किन फरक प्राइस भन्छन् त? वास्तवमा सस्तो ठेकदारले फिनिशिङ र क्वालिटीमा कम्प्रोमाइज गरेर आफ्नो नाफा जोगाएको हुन सक्छ, तर सस्तो सधैँ नराम्रो हो त? होइन। महँगो ठेकदारले नि धेरै नाफा हालेर महँगो गरे हुन सक्छ। त्यसैले पर स्क्वायर फिटको आधारमा मात्र जानु ठिक होइन। तपाईले यस्तो चार्ट, जसलाई एस्टिमेसन चार्ट भन्छ, यो लिन जरुरी छ, जसमा कुन कम्पनीको सामान लिइन्छ, कति मूल्यमा किनिन्छ र कम्पनी वा ठेकदारले कति नाफा खान्छ भनेर डिटेलमा एक्सप्लेन गरे हुन्छ। हामी तपाईलाई एस्टिमेसन चार्टको सुविधा फ्रीमा प्रदान गर्नेछौं, किनभने हामी तपाईको घरको लागि सबैभन्दा उचित मूल्य र उत्कृष्ट नक्सा प्रदान गर्ने बाचा गर्छौं। त्यसैले तपाई फ्री कन्सल्टेसन र एस्टिमेसनमा इन्ट्रेस्टेड हुनुहुन्छ भने तलको ग्रीन बटनमा क्लिक गरेर आफ्नो डिटेल्सहरू सबमिट गर्नुहोस् र हामी तपाईलाई चाँडै सम्पर्क गर्नेछौं।